मोमेन्ट अफ इनर्सिया कति हुन्छ त हामीलाई थाहा छ I इज इक्वल टु mr स्क्वायर m भने कति छ dm m भनेको कति छ dm अनि डिस्टेन्स जुन r स्क्वायर छ त्यो भनेको अहिले डिस्टेन्स कति छ r नै रहेछ क्यापिटल r है स्मल r हैन नि सो dm r स्क्वायर अब यसलाई इन्टिग्रेट गर्नु पर्यो गर्दियौं dm r स्क्वायर dm r स्क्वायर इन्टिग्रेट गर्यौं अब यसलाई इन्टिग्रेट गर्दाखेरि कहाँदेखि कहाँसम्म लाने त सिम्पल छ 0 बाट टोटल लेन्थ सम्म जाने हो किन यहाँबाट सुरु गरौं लेट्स से 0 टोटल लेन्थ कति छ 2 पाई r सो 0 टु 2 पाई r अब फेरि भन्नु 2 पाई r कहाँबाट आयो मैले अघिदेखि भनेको छु टोटल लेन्थ अब सर्कल कति हुन्छ त्यसको सर्कमफेरेन्स जति हुन्छ त्यति नै हुने हो नि त सो सर्कलको सर्कमफेरेन्स भने कति हो 2 पाई r त्यही भएर इन्टिग्रेसन कहाँदेखि कहाँसम्म गर्नु पर्यो त 0 टु 2 पाई r अब हाम्रो नेक्स्ट काम के त डीएम को भ्यालु निकाल्ने डीएम को भ्यालु कहाँबाट निकाल्ने त मास पर युनिट लेन्थबाट निकाल्ने मास पर युनिट लेन्थ भने के हो मास अपन टोटल लेन्थ मास त्यसको m छ हामीलाई थाहा छ टोटल लेन्थ कति त l राख्ने पाइएन किन अघि रड थियो त्यही भएर लेन्थको ठाउँमा l राख्यौं अब अहिले हामीले मास पर युनिट लेन्थ के गर्नु पर्यो त मास पर युनिट लेन्थ कति हुन्छ त m बाइ टोटल लेन्थ यसको टोटल लेन्थ भनेको यसको सर्कमफेरेन्स हो यसको टोटल लेन्थ भनेको के हो यसको सर्कमफेरेन्स हो सर्कमफेरेन्स कति हुन्छ 2 पाई r त्यही भएर m बाइ 2 पाई r हुन्छ यहाँ ठीक छ अब यो त मास पर युनिट लेन्थ हो फेरि अब के स्मल एलिमेन्टको लेन्थ कति छ dx भन्छ dx को कति हुन्छ त मास अफ स्मल एलिमेन्ट कति छ त्यसको अफ लेन्थ कति dx सो युनिट लेन्थको यति हुन्छ नि dx वाला लेन्थको कति हुन्छ त m बाइ 2 पाई r इन्टु dx ठीक छ अब यो जुन भ्यालु हामीले निकालेको छौं यो कसको भ्यालु हो लेन्थ dx वालाको लेन्थ dx भने मास कति छ dm भन्छ यसको यो जुन भ्यालु भनेको dm को भ्यालु हो कि होइन हो सो यो जुन dm को भ्यालु निकालेको छौं नि हामीले यो dm को भ्यालुलाई चुप्प लाएर यहाँ राख्दियौं अघि जस्तै अघि त्यो मोमेन्ट अफ इनर्सिया अफ युनिफर्म रोड सेन्टरबाट गर्दाखेरि नि dm नै निकालेको हो एट 1 डिनबाट निकाल्दाखेरि नि dm नै निकालेको हो सर्कुलर रिङ